ल आम ल रनका बुधे रनका हाम्रो चाहिँ ब्लग चलिरहेको छ सबैजना इन्जोय गर्नु ल हाम्रो युट्युब च्यानलमा मिस्टर घरतिकाजी है जेउसी रमाइलो भइरहेको छ अदुमै राम्रो भइरहेको उदुमै राम्रो आज बोल्न यस रमाइलो भइरहेको छ हाम्रो गाउँघरमा सबैजना इन्जोय गर्नु होला र हामी चाहिँ तागनतिर आएको छौँ र साथीभाइहरू हाम्रो गाउँको सबैजनाले कमेन्ट गर्नु होला र कस्तो लाग्छ हामी समथिङ 15जनाको 15 मेम्बरको जति छौँ होइन 50 साथीहरू आउँदै हुन्छ है हामीहरू यता गइरहेको छौँ यस्तो रमाइलो छ नि यार के भनौँ के ल हेर हाम्रो चाहिँ ब्लग चलिरहेको छ है कन्टिन्यू र म चाहिँ मिस्टर काजी थापा गर्दै सबैजना हेर्नु होला है अनि ह्याप्पी होली सबैजनालाई र हाम्रो इन्जोय यस्तो राम्रो भइरहेको छ नि के भनौँ यार गाउँघरको पुरै छोडौँ के आउन गाउँघरमा रमाइलो यस्तो छ नि ल कहाँ छ के हालखबर बढिया छ ल ह्याप्पी होली है ह्याप्पी होली सबैजना ल नमस्कार ल है गाइज अङ्कल के छ हालखबर हो र एकदम दाइ के छ ल पुछै ओहो दाइ ल है सबैजना इन्जोय हाम्रो चाहिँ मिस्टर के भन्छ कन्सेप्ट सर यता हुनुहुन्छ यहाँ चाहिँ भिडियो बनाउनु भएको एडिट गर्दै हुनुहुन्छ यो चाहिँ म मिस्टर घरतिकाजी यता छु यस्तो एकदम रमाइलो भइरहेछ सबैजना सन्चै आरामै होला हामीहरू चाहिँ यस्तो इन्जोय भइरहेको छ गाउँघरतिर है अनि उता डिजेको आवाज सुन्नुभयो होला हाम्रो साथीभाइहरूले बजाउँदै हुनुहुन्छ एकदम राम्रो यस्तो इन्जोय भइरहेछ कि लाइफमा स्वर्ग भनेकै यही हो क्या हाम्रो साथीभाइ कहीँ सालदेखि हामीहरूले घुम्न फिर्न नपाएको अनि भेटघाट हुन नपाएको सबै साथीभाइहरू एकै ठाउँ हुँदाखेरि यस्तो फिल हुँदो रहेछ कि यार जिन्दगी त के हो र हामी स्वर्गमै बास गरिरहेको जस्तो हुँदो रहेछ कि हामी समथिङ 18-20 वर्ष पहिला नै यस्तो रमाइलो गर्थ्यौँ मतलब मैले नगरे पनि मेरो दाइ भाइले गर्नुहुन्थ्यो कि ल है यो चाहिँ हाम्रो यस्तो भ्यू छ नि के भनौँ के गोखुङ्गादेखि लिएर हल्ते बाँझाखर्क बामरुख है दरगाह हो यस्तो राम्रो छ नि यो चाहिँ हाम्रो साथीभाइहरू सबै दाजुभाइ अङ्कल होइन सबैजना यस्तो इन्जोय हुनेछ हामीहरू चाहिँ है सबै इन्जोय गर्दैछौँ यो पनि सामेल छ यो चाहिँ मेरो लागि स्पेसल है अङ्कलले दिनुभएको ल है सबैको लागि यो चाहिँ हजुरहरूको लागि सबैजना आफ्नै सदस्य हुनुहुन्छ जस्ट इन्जोय है हाम्रो सबैजना हुनुहुन्छ इन्जोय गर्दैछौँ अनि यहाँ सबैजनाले हेर्न सक्नुहुन्छ है हामी सबै इन्जोय गर्दैछौँ यही हो हाम्रो होली है यता डिगी छ आन्टी यहाँ शर्मा घाँस काट गर्नु जानुभयो भरे हेर्नु भने कमेन्ट गर्नुलाई
मतलब ए कहाँ छ अब गएर बममा छ यो को एक पछाडि लगाउने होला कहाँ माइक अनको मात्र भएन गर मलाई लिन्छ नि अनि बोल दिनु मुइ बन्छु पहिला सबैजनालाई सन्चै आरामी छ होला म पनि ठिकै छु अहिलेसम्म फिलहाल है अनि हामी चाहिँ हाम्रो गाउँ थागाना यानि कि जङ्गलबाट सबैजनाले जति टाढाबाट घाँस ल्याए पनि बिसाउने ठाउँ हाम्रो बिसाउन पनि भन्न सक्नुहुन्छ र हाम्रो थागाना हो र हाम्रो सबै परिवारहरूले इन्जोय गर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ है अनि हाम्रो विशेष के छ भने चाहिँ आज होलीको प्रोग्राम थियो हाम्रो गाउँ परिवारमा सब आजसम्म कोही पनि हुनुहुन्थेन थिएन यतिजना पहिलोचोटि रेकर्ड राख्नु भएको छ नमस्कार नमस्कार यो चाहिँ तपाईँलाई कस्तो लाग्यो आज एकदमै ठिकै राम्रो मतलब कति सालपछि हामीले इन्जोय गर्न पायौँ है लगभग 12-15 सालदेखि यानि कि मेरो बुवा त नभनौँ मेरो ठुल्दैको उमेरको हुनुहुन्छ यहाँ यस्तो रमाइलो भएर आएको छ नि के कुरा गरौँ यार बहुत रमाइलो भएर आएको छ बहुत जस्तो भए पनि तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् नयाँ भिडियो आउनको लागि तपाईँहरूले त्यति चाहिँ गर्नुपर्ने छ है परदेशको जागिर नेपाली माया लैजाने अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात धनको पात अरूलाई धनको पात मायालाई पानको पात मायालाई ल एभ्रिवान आज हेर्न यहाँ गऱ्यौँ सो लास्ट हुन चाहिँ लाग्यो हामीहरू चाहिँ है अब यस्तो नाचगान गर्छौँ सबैजना इन्जोय गरेर आएको छौँ अनि पुछै एकदम इन्जोय भयो नि एकदम नो पोसिबल है नो इम्पोसिबल अशोक र अङ्कल यसको चाहिँ च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् ल यति अङ्कलले भनेपछि नमान्ने जो पनि छ नि त्यसलाई बाँधेर चाहिँ घाँस हालिदिने है र आज पिकनिक कस्तो भयो ठिक छ है राम्रो लाग्यो एकदम राम्रो है हाम्रो फोटो खिचेको चाहिँ हुँदैछ नाङ्गै छ यति खतरनाक छ नि यो मेरो भाइ तर म चाहिँ डराउँछु त्यही भएर ओरियाबाट भिडियो खिच्छु आज पिकनिक कस्तो भयो भाइ बवाल भयो पिपलको बोट स्वामीको बोट होइन अनि बरेको बोट एकदम राम्रो गाउँघरमा फेरि मोज हम क्या करते हैं भैया देखो हैप्पी होली देखो इधर
केटो भन्ने मै हुँ I'm like your vlogger. अनि फेरि यस्तो कुरो हुन्छ दारू पिएकर I'm सोएकर दारू नै हाम्रो रक्सी नेपाली रक्सी हो बोल यसले कुरो बुझ्यो बोल ल नाम पनि बिग्रेछ कुरो बुझ्यो बोल ब्लगर भएछ असो गर ब्लगर भएछ कुरो बुझ्यो कुरो बुझ्यो कुरो बुझेर आफू मसँग I'm sitting अब यी विजय गरेन गुला बहादुर विजयलाई गुला बहादुर झन्झन कि छन् लगाइदिएको के मसँग छैन त्यस्तो हामीहरू चाहिँ रमाइलो गर्दै 5 चक्का भन्ने ठाउँमा आएका छौँ सबैलाई थाहा होला र एउटा भाइ चाहिँ उहाँ माथि बस्नु भएको छ रमाइलो इन्जोय भइरहेको छ है सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छौँ हामी इन्जोय गरेर आएका छौँ हजुर यहाँ मैले के भेटाएँ दाँत के हो मेरो भाइले के भेटायो है के को दाँत भेटायो यस्तो यार किसिमे र राम्रो के सबैजना पारी हुनुहुन्छ र हामीहरू चाहिँ फिलहाल हामी घरतिर जाँदैछौँ किसिमे राम्रो भइरहेको छ रात परिसक्यो लास्ट एन्ड भइसक्यो नाचगान प्लस सबैजना अगाडि पछाडि भइसक्नु भयो कोही घर जानुभयो कोही थाकेर बस्नुभयो नाचगान गर्दा गर्दै है रमाइलो भयो र सबैजनालाई नाइस टु मिट यु अल द बेस्ट र नेक्स्ट भिडियोमा हामी फेरि आउँदैछौँ भन्ने इच्छा राख्दै ल हुन्छ है सबैजनालाई थ्याङ्क यू फर वाचिङ माई भिडियो Thank you, all the best.